होटल हो के गर्नु के गर्न आएको ऊ यहाँ लुगा पसलमा हो लुगा पसलको उता छैन होटल थाहा छैन त्यही भएर यहाँ आएको हो बत्ती हाले छ खोल्दैन यिनीहरूले खालि कुरा गरेर मात्रै छोडिदिन्छु नत्र भने भित्र जान्छु है मैले भने तिमी के गर्न आएको हजुर हेरेको नि हो भने के गर्दैछु भाउ के गर्दैछु बस त्यहाँ बस्नु बस बस नि त्यहाँ तिमी किन एक्लै रहेछ तिमी त्यहाँ बस न बस तिमी त्यहाँ बस बन्द गरिदिएछ बस न के गर्दैछौ तिमी के गर्दैछौ तिमी भन त खै त अनि किन नगर्न तिमी यहाँ के गरिरहेको भन त यहाँ खोलिदियो यहाँ खोलिदिएछ के अरे खोलिदियो भोलि भने के पख माछ पख भने ए पख भनेको पछि ए म खाउँ के माछ होला भनेपछि मलाई त तिमीलाई यसको फोटो खिचेर अन्त यो छम्मा खोज्न आएको छम्मा कहाँ भाग्यो ल भन्छ केटी भाइ त्यो केटी होला कि दादा हो त्यही हो हो त्यो टोइलेट भनेको केटी त्यही हो रहेछ त्यही हो काका हो त्यही केटी हो त्यसले कपडा पहल भन्छ त्यही हो एक्लै निस्केको त्यो ताला लाँथ्यो कसरी निक्लिन्थ्यो त्यो कसले खोल्थ्यो त्यसले मलाई सुहानी त्यहाँ घाँस काटेर पसिना सुकाएर मरेर लाज लाग्दैन मलाई यसरी हिँडेछ भने ठिक बन्न नि फेरि कतिखेर पठाएको त्यो मान्छे हजुर अघि नै टोइलेट नभएर त्यो त्यहाँ ठ्याक्क निक्लिएको त्यही